एलेक्स चाहिँ मेरो पहिलो श्रीमतीको चाहिँ छोरो हो। भाइको छोरा हो? हजुर, मेरो आफ्नै छोरै हो। मलाई चाहिँ कस्तो भने म योपालि पनि म बोल्थिनँ होला, तर मलाई कस्तो भयो भने अब ऊ बढ्दै गएको छ, ठुलो हुँदै गएको छ, उसको पनि मनमा दिमागमा अलिकति असर परिरहेको हुन्छ। कहिले कसो भ्लग बनाउँदा एलेक्सले बाबा भन्दाखेरि सानो नभन न यसरी, अहिले भन्न पनि आफूलाई नि अप्ठ्यारो। अनि मलाई कस्तो लाग्यो भने अब एलेक्सलाई मैले अब अहिलेको टाइममा चाहिँ रिभिल गरिनँ भने चाहिँ म जतिको मूर्ख कोही पनि होइन। म पहिलो सबैभन्दा म एकदमै माफी माग्न चाहन्छु चाहिँ मेरो सासूआमा र ससुराबासँग, होइन। मैले यो कुरा चाहिँ उहाँहरूलाई पनि भनेको थिइनँ। र मेरो ससुरालीपट्टि जति पनि अङ्कल आन्टीहरू जति पनि हुनुहुन्छ, मामा माइजूहरू, उहाँहरू सबैसँग म माफी माग्न चाहन्छु। मैले त्यो कुरा चाहिँ अहिलेसम्म लुकाएर राखेको थिएँ। मलाई नि कतै डर थियो, किन भन्दा म अलिकति श्रीमती घुमाउँछु कि भन्ने त्यो टाइपको डर पनि थियो। तर अब मलाई कस्तो भने सधैँ यही डर लिएर आफ्नो छोरोलाई पनि नदेखाउने कुरा पनि हुँदैन। अनि छोरो पनि घोइरे हुँदै जान्छ पछिको टाइममा। तेरो बाबा को हो भन्दाखेरि सन्तोष हो भन्ला। अनि उसको साथीले फेरि उसले त भाइ भन्छ तँलाई भन्ला, होइन। त्यो कारणले गर्दाखेरि चाहिँ अब यो कुरा चाहिँ मैले सकिनँ राख्नलाई। अनि म चाहिँ यो कुरा चाहिँ खोलाएँ। यदि मैले चाहन्थेँ भने मेरो पहिलो श्रीमतीलाई एलेक्स लैजा, तैँले जे गर्ने हो गर, तेरो खुसी गर, म आफ्नो तरिकाले हिँड्छु, मेरो केही भएको छैन भन्न पनि सक्थेँ। तर म एलेक्सलाई चाहिँ छोड्न सकिनँ।